पापानि जन्मान्तरकृतानि च तानि सर्वाणि नश्यन्तु प्रदक्षिण पदे पदे। हामी आज सारै विद्यालय परिवार खुसी भएको छ। हामीले पाठ्य पुस्तकमा भएका नेपाल सरकारले राखेको विषयवस्तुहरू पठन पाठन गरिरहेको अवस्थामा हामीले विद्यार्थीहरूलाई राम्रै बनाउने क्रममा पनि हामीले केही धार्मिक कुराहरूको बारेमा ज्ञान दिन त्यति सकेका थिएनौँ र आज तुलसी के हो, तुलसीको महत्त्व के छ, अनि हामी अलिकता संस्कारविहीन किन हुन गइरहेका छौँ। हामीले एउटा यो बिरुवा भए पनि यसको यो बहुउपयोगी बिरुवा हो। हामीले आफ्नो सनातन धर्मलाई जगेर्ना गर्नुपर्छ। युग जहाँसुकै पुगे पनि हामीले आफ्नो आस्था आफ्नो रीतिरिवाजलाई छाड्नु हुँदैन भने हाम्रो संस्कृति पनि केही कमी छैन। कसैको संस्कृतिको अगाडि हामीले चाहिँ सरेन्डर हुनुपर्ने, उनीहरूको संस्कृतिको लागि आँखा चिम्म गरेर अन्धानुकरण गर्नुपर्ने कुनै कारण छैन। त्यसैले हामीले हाम्रो संस्कृतिको बचाउनको लागि, हाम्रो संस्कृतिको रक्षाको लागि यो काम भएको छ भन्ने मलाई विश्वास लागेको छ। त्यसैले यो एउटा हाम्रो नाना कलिला साना बालबालिकाको मस्तिष्कमा यो पूजाको संस्कार बसाउनको लागि यहाँहरूको जमर्कोलाई म हृदयदेखि धन्यवाद दिँदै आफ्नो भनाइ अन्त गर्छु। हस्त धन्यवाद। श्री तुलसी माता की विष्णु प्रिया वृंदावनी जी की आरती। श्री तुलसी माता की विष्णु प्रिया वृंदावनी जी की आरती। श्री तुलसी पनि यो तुलसी पूजन कार्य हो भव्य र सभ्यका साथ सम्पन्न गर्नको लागि जो जसले जहाँबाट वातावरण तय गरे उहाँहरूलाई धन्यवाद दिँदै विद्यालय परिवारको तर्फबाट हामी सदैव ऋणी रहनेछौँ भन्ने आफ्नो छोटो कुरा राख्दै म बिदा हुन्छु। शुभकामना दिन्छु। धन्यवाद। नमस्कार।